नेपाल फेरि 2 वर्षपछि फर्किँदाखेरि ठुलो खालको केक चाहिन्छ मलाई हैन Birthday to you. Happy birthday, happy birthday, happy birthday. हेट आइफोन हो यार केटा हो कान दिदी कानी माल दिदी कति सन्तोकी छन् कति साह्रो नानी सन्तोकी छन् भने खानु नि अलिकति यो त कुरेर बसेछ के कुरेर बसेछ यो मान्छे चाहिँ बाबु देर नखाऊ अब अर्को बार फर्केर आउँदाखेरि हामी रेडी पारेर राखौँला है केक फेरि बनाइदेऊ त भाइ देऊ भने के हो रे नेपाल फेरि 2 वर्षपछि फर्किँदाखेरि ठुलो खालको केक चाहिन्छ मलाई हैन ठुलो खालको कति चाहिँ ठुलो ठुलो रे मान्छे सबै भने के हुन्छ तिमीभन्दा अग्लो केक चाहियो तपाईँ खानी म खानी तिमी खाऊ न मलाई अर्को देऊ यसमा त यो कोको हाल्नु न यस काब्रेली सम्धी ब्रान्ड के नान्दै त्यो त गिलास हाल्यो गिलास हाल्यो त म कोकोले खाने भने ओए त्यो कार्टुन कहाँ थियो यार उ त्यो कार्टुन दिँदैन उयो मुनि उयो त्यहाँ छ न त उता ए टिस्यु पेपर त यहाँ पो छ त नि बाक्लो बाक्लो आमा नि यति धेरै केक म त खाइदिन्छु नि खाना खाना त खादैन म खाउन खाऊ न यार मैले एकचोटि हैन दिदीको साथीको बर्थडेमा हो कसको बर्थडेमा हैन फर्स्ट टाइम केक खाएको हैन यस्तो यही 1 पाउन्ड 1.5 पाउन्डको केक थियो आधी भन्दा बढी थियो होला मैले सिध्यायो के बेलुका त्यस्तो खान मन लागेको छ के मलाई नि यो छाती दुख्छ के यसो मेरो घाट देखेर मन नखाएको क्या गाह्रो ओ खाने भइदा दिदैन मेरो भाइलाई त्यही हो नि दाजु जस्तो मान्छेले भाइ जस्तो मान्छेलाई केक दिन्न होला र खानी भएको भए के कुरा गरेको के फुल त मलाई परेछ मैले फुल जति काटेर दियो हेर्नु नि फुल जस्तो मान्छेलाई फुल दिनु स्वाभाविक नै हो फुल जस्तो मान्छेलाई फुल दिनु